तपाईँको श्रीमानले एक 9 वर्षीय नाबालिकालाई बलात्कारपछि उसको हत्या गर्नुभएको छ। चान्सै छैन। हामीलाई कसैले सजाय दिलाउनै सक्दैन। हामीले जे सोचेका थियौँ अझ त्यो पुरा भएको छ। हामी माथि हात उठाएको परिणाम त्यो सागरले जिन्दगीभर भोग्ने अब। आखिर सागरलाई किन फसाइदैछ त साथीहरू? उता भने कान्छीले सागर फसेको कुरा, जेलमा गएको कुरा सुनेपछि उनी बेहोस नै अथवा अचानक नराम्रो अवस्थामा गइरहेकी छिन्। साथै उता गुण्डाहरूले भने सागरलाई जेल हालेको खुसियालीमा रक्सी मासु सेवन गरिरहेका छन्। अब भने कान्छीको मिच्दै र सागर मिलेर उनीहरूलाई रामदुहाई गर्नेछन् भन्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अब आउने भाग कान्छी 302 मा भने सागर छिट्टै त्यो जेलबाट निस्केर ती गुण्डाहरूलाई जेलमा हाल्नुपर्छ। साथै कान्छी र सागर मिलेर ती गुण्डाहरूको रामदुहाई गरी त्यो मित भाउजू र दिदी सासूलाई पनि जेल कोस्नुपर्छ भन्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरी हामी साथ जोडिन पनि नभुल्नुहोला। हो साथीहरू, सधैँ कान्छी र सागरलाई मात्र किन यति दुःख दिइरहेका छन्? आखिर सागर र कान्छीले मात्र दुःख पाउने हो भने सिरियल नराम्रो बन्दै गइरहेको हुन्छ। दर्शक साथीहरूलाई हेर्न मन लागेको छ, तर सधैँभरि सागर र कान्छीलाई मात्र किन दुःख दिइरहेका छन्? अब भने सागर जेलबाट छिट्टै नै निस्कनुपर्छ। कान्छी भने जेलबाट निस्किएर सागरलाई खोज्न जाने क्रममा उनको देवरले त्यो कान्छी सागर जेलमा गएको कुरा सुनाएपछि कान्छी बेहोस अथवा अचेत अवस्थामा गएकी छिन्। त्यसैले मिताईले गाडी लगेर ती गुण्डाहरूलाई रामदुहाई गर्ने भएका छन्। हो साथीहरू, आज भने कान्छी भाग 302 मा के हुन सक्छ अथवा प्रिडिक्सन अथवा 301 को रिभ्यू लिएर आएका छौँ। त्यसैले भिडियोलाई अन्त्यसम्म हेरी हामी साथ जोडिन पनि नभुल्नुहोला। र साथीहरू, अब चाहिँ हामी कान्छी सिरियल भाग 301 मा के भएको थियो अथवा रिभ्यूतर्फ लाग्यो है त। ल स्टार्टिङमा मुख्य घटनाहरू हेरौँ है। सागरले ती गुण्डाहरूले बलात्कृत गरेर फसाइएको भनेर झुटो आरोप लगाइँदैछ र उता कान्छी भने जेलबाट निस्केर सागरलाई खोज्न जाने क्रममा भने कान्छीको देवरले उसलाई नराम्रो कान्छी सागर जेलमा गएको कुरा बताएपछि कान्छी बेहोस भएकी छिन्। अब भने मुख्य घटनाहरू यति नै रहेको छ। अब भने पुरा डिटेलतर्फ जाउँ है त। स्टार्टिङमा देखाइएको हुन्छ सागरले ती नानीलाई बोकेर लैजाने क्रममा ती गुण्डाहरूले बाटो छेकिरहेका हुन्छन्। ती गुण्डाहरूको उद्देश्य के छ त साथीहरू, हजुरलाई पनि थाहा नै छ। हो, सागरले स्टार्टिङमा ती दुईटा गुण्डाहरूलाई रामदुहाई गरेका छन्, कुटपिट गरेका छन् र ती नानीलाई बचाएका छन्। तर बाँकी ती गुण्डाहरू आएर सागरलाई कुटपिट गरेका छन् र उनीहरूलाई बचाउन खोजेका सागरले नानीलाई, तर उनीहरूले साह्रै नै सागरलाई कुटपिट गरेका छन् किनकि सागर त्यत्रो टाइमसम्म केही पनि खाएको छैन। त्यसैले उसँग कुनै पनि शक्ति छैन। उनले नानीलाई बचाउन खोजेको थियो तर बचाउन सकेन। ती गुण्डाहरूले ती नानीलाई बलात्कृत गरेर सागरलाई फसाएका छन् र त्यो सागरको गोजीमा पनि लागु औषध राखिदिएर फसाएका छन्। आखिर हाम्रो देशमा मात्र ती साना नानी, साना कलिला बालबालिकाको किन मृत्यु हुन्छ? बलात्कृत गरेर छोडिदिन्छन् साथीहरू। अब भने ती गुण्डाहरूलाई फाँसीको सजाय हुनुपर्छ भन्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। त्यसपछिको सिन देखाइएको हुन्छ सागरलाई ती गुण्डाहरूले पिटेर त्यो नानीको छेउमा लगेर सुताइदिएका हुन्छन्। उता भने गाउँले महल्ला चलिरहेको हुन्छ। त्यो सानो नानी कहाँ छिन् भन्ने कुरा, सानो नानी एउटा केटाले बोकेर जङ्गलतिर दौडिरहेको कुरा एउटा अङ्कलले भनिरहेको अवस्थामा भने ती गाउँलेहरू जङ्गलमा गइरहेका हुन्छन् र त्यहाँ सागर ती नानीलाई एउटै अवस्थामा देखेपछि उनीहरूले सागरलाई दोष लगाएका छन्। के साँच्ची सागरले नै ती नानीको बलात्कृतपछि हत्या गरेका थिए अथवा ती गुण्डाहरूले सागरलाई फसाएका छन्? हजुरलाई के लाग्छ? कमेन्ट बक्समा कमेन्ट गरी आफ्नो प्रतिक्रिया दिन पनि नभुल्नुहोला। हो साथीहरू, ती गाउँलेहरूले भने सागरले ती नानीलाई बचाएको कुरा देखेका छैनन्, बुझेका छैनन्। त्यसैले ती गुण्डाहरू निर्दोष भएर ती सागरलाई दोषी देखाइरहेका छन्। के अब ती गाउँलेहरूले सागरलाई पुलिस बोलाएर जेलमा हालेका छन् त साथीहरू? पक्कै पनि छन्। आखिर सागरलाई त्यति नभएको कुरामा पनि जेल हालिएको छ। अब भने सागर चुपचाप बस्नु हुँदैन भन्न त सकिन्छ, तर पनि ती गुण्डाहरूले सागरलाई नराम्रोसँग फसाइरहेका छन्। अब के सागर त्यो जेलबाट छुट्न सक्ला त? हो, त्यसपछि पुलिस आएका हुन्छन् र सागरलाई त्यो बलात्कृत गरेको भन्ने कारणमा जेल हालेका हुन्छन् र उनको गोजीमा पनि लागु औषध भेटाएका हुन्छन्। सागरले यो मेरो लागु औषध होइन भनेपछि पनि ती पुलिसहरूले बताएका छैनन् किनकि
जुन अवस्थामा सागर र ती नानीलाई देखियो त्यो अवस्थामा हामी पनि देख्यौँ भने पक्कै पनि सागरले नै बलात्कृत गरेको हो भन्ने हामी बुझ्न सक्छौँ। तर अहिले भने हामी यो घटनालाई पहिलेदेखि सागर सही छ भन्ने कुरामा देखिरहेका छौँ, त्यसैले हामीलाई नराम्रो लागेको हो। अब भने उता देखाइएको हुन्छ सागर जेलमा गएर ती 9.5 वर्षीय नानीको बलात्कृतपछि हत्या गरेको कुरा सोसल मिडिया न्युजहरूमा फैलिएको हुन्छ। साथै उता कान्छीको दियोर अथवा सागरको भाइले पनि त्यो न्युज सुनेपछि ऊ अचेत अवस्थामा बेहोस हुन्छ र उनकी आमा आएर उसलाई भन्छन् के भयो बाबु भनेपछि हाम्रो सागर दाइलाई फसाइँदैछ, सागर दाइले बलात्कृतपछि हत्या गरेको कुरा न्युज आइरहेको छ भन्ने क्रममा भने आमा पनि अचेत अवस्थामा हुन्छन्। उता भने कान्छीको बुबाले पनि सागर जेल भएको कुरा बलात्कृतपछि हत्या गरेको कुरा थाहा पाएपछि उनी पनि आकाशबाट खसेको छाउँ जस्तै भएका छन्। आखिर हजुरलाई पनि नराम्रो लागिरहेको छ त्यो गुण्डाहरूले बलात्कृतपछि हत्या गरेर आखिर सागरलाई फसाएका छन्। हो, सागरले भने नगरेको कुरामा पनि किन यति दुःख पाइरहेको छ। उता भने कान्छीले यो कुरा सुनेपछि सागरसँग बोल्न कुरा गर्नका लागि खोज्छे अनि बोल्छे के भयो सागर भन्ने क्रममा यस्तो यस्तो भयो भनेर पुलिसले भनेपछि उनी साह्रै सक भएकी छिन्। त्यसपछिको सिन देखाइएको हुन्छ ती गुण्डाहरूले सागरलाई फसाएपछि उनीहरू पार्टी गरिरहेका छन्। रक्सी मादक पदार्थ लागु पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरूले भनेका हुन्छन् अब भने हामीलाई हात उठाएको बल्ल सागरले बोक्दैछ, अब भने सागर कहिले पनि फर्केर आउँदैन भनेका छन्। के अब सागर साँच्चै नै फर्किएर नआउने नै हो त? उता भने ती गुण्डाहरूले आखिर सागरलाई फसाएर कति खुसी भएका छन्। त्यसपछिको सिन देखाइएको हुन्छ मितदाइले त्यो गाडी लगेर त्यो हिलो बाटोबाट ती गुण्डाहरूलाई छेपेका छन्। अब भने पक्कै पनि मितदाइ र कान्छी मिलेर ती गुण्डाहरूलाई रामदुलाई गरेर आखिर उनीहरूले नै बलात्कृतपछि हत्या गरेको कुरा पर्दाफास गरेर सागरलाई जेलबाट निकाल्नुपर्छ है साथीहरू। अब आउने भाग 302 मा भने पक्कै पनि मितदाइ र कान्छी मिलेर ती सागरलाई झुटो साबित गरेर ती गुण्डाहरूले गरेको बलात्कृतपछि हत्याको कुरा पर्दाफास गरेर गुण्डाहरूकै मुखबाट बोल्न लगाएर सागरलाई जेलबाट निकाल्ने छन् र फेरि पनि सागर र कान्छीको मिलन हुनुपर्छ। साथै उनीहरूको मिलन हुनेछ भन्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गरी हामी साथ जोडिन पनि नभुल्नुहोला। हो साथीहरू, हजुरले यो भिडियो कस्तो लाग्यो, रिभ्यू कस्तो लाग्यो, अब आउने प्रिडिक्सन कस्तो हुन्छ भन्ने लाग्छ हजुरलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। साथै हजुरहरू यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गरी आफ्नो सुझाव प्रतिक्रिया दिन पनि नभुल्नुहोला। हजुरलाई यो कान्छी सिरियल कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला। साथै हजुरहरू कान्छी सिरियल भाग 1 देखि 301 सम्म नछुटाइ हेर्ने नियमित श्रोता दर्शकहरू को हुनुहुन्छ कमेन्ट बक्समा म पनि छु है कान्छी नियमित रूपमा हेर्ने भनेर कमेन्ट बक्समा आफ्नो कमेन्ट पनि सुरक्षित राख्न नभुल्नुहोला। आजलाई कान्छी सिरियल भाग 301 को रिभ्यू र 302 को प्रिडिक्सन यति नै रहेको छ। बाँकी अर्को हप्ता भेटौँला। जय कान्छी।